नमस्कार। आज हामी राजनीतिक शक्तिको आडमा दबाइएको रौतहट रामपुर बम काण्ड र विस्फोटमा परि घाइतेहरूलाई इटा भट्टामा जिउँदै जलाएर मारेको जघन्य अपराधको चिरफार गर्नेछौँ। साथै राजनीतिक दबावका बावजुद 12 वर्ष पछाडि कसरी पक्राउ परे काङ्ग्रेस नेता अफ्ताफ आलम, त्यस्तै को संलग्न थिए यस घटनामा आदि सम्पूर्ण जानकारीहरू लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। सुरु गरौँ आजको सामग्रीबाट। रामपुर बमकाण्ड अनि त्यस पछाडि इटा भट्टामा जिउँदै जलाएको मुद्दाको अनुसन्धान काङ्ग्रेस नेता अफ्ताफ आलम पक्राउ परेपछि मात्र बल्ल सुरु भएको थियो। उक्त बम विस्फोट काण्डको अनुसन्धान 12 वर्ष पछाडि सुरु भएको हो। बम विस्फोटमा परि घाइतेहरूलाई इटा भट्टामा जिउँदै जलाएर मारेको आरोपमा पक्राउ पर्न साथ आलमले डिएसपी कार्कीलाई पुरानै दम्ब देखाउँदै धम्क्याएका थिए। आलमले धम्कीको भाषामा भनेका थिए, तपाईले ठट्टा भन्नुभएको छ, यो जिल्लामा आग लाग्छ आग, हेर्दै जानुहोस्, म उल्टै तपाईलाई हत्कडी लगाउँछु। नेपाली काङ्ग्रेसका नेता एवं पूर्व मन्त्री अफ्ताफ आलमले तत्कालीन जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीलाई दिएको धम्की हो यो। नेपाली काङ्ग्रेस लगायत सम्पूर्ण राजनीतिक दलहरूको राजनीतिक शक्तिका आडमा दबाइएको बमकाण्ड हो यो। बर्बरतापूर्ण अपराधलाई राजनीतिक शक्तिको आडमा दबाइएको काण्ड हो यो। त्यसैले यो काण्ड विशेष छ। रौतहटको रामपुरमा स्वर्गीय काङ्ग्रेस नेता शेख इद्रिसको गोठमा 2064 साल चैत 27 गते बम विस्फोट भएको 12 वर्षपछि 2076 साल असोज 26 मा आलम पक्राउ परेसँगै राजनीतिक खोल ओढेका ती अपराधी नेताहरूले गुमनाम राखेको उक्त घटना हो यो। आलमलाई पक्राउ गर्ने प्रहरीमाथि निकै चुनौतीहरू थिए। उनीमाथि राजनीतिक दबाव पनि एकदमै थियो। राजनीतिक दबाव पनि आलमलाई छुटाउनका लागि थियो। आउनुहोस् त्यस समय के भएको थियो र उक्त बम काण्ड अनि बम काण्डमा घाइते भएका व्यक्तिहरूलाई इटा भट्टामा जिउँदै जलाएर मारेको अभियोग लागेका काङ्ग्रेस नेतामाथि कसरी कारबाही भयो, उक्त घटनाको विस्तृत जानकारी लियौँ। कुरो हो 2064 साल चैत 27 गते संविधान सभा निर्वाचनको पूर्व सन्ध्याको राजपुर नगरपालिकाको फरदवा गाउँपालिकामा बम विस्फोटको घटना हुन्छ र त्यस पछाडि प्रमाण नष्ट गर्न 23 जनालाई इटा भट्टामा जिउँदै जलाएर हत्या गरिन्छ। त्यसरी बम विस्फोट गराएको प्रमाण नष्ट गर्न इटा भट्टामा जिउँदै जलाएर मारेको अभियोगमा अफ्ताफ आलम र उनीसहित उनका भाइहरू र 11 जना विरुद्ध 2076 साल कार्तिक 18 गते मुद्दा दर्ता भएको थियो। पूर्व मन्त्री समेत रहेका आलम 2076 साल असोज 26 मा रौतहटबाटै पक्राउ परेका थिए। 2076 साल कार्तिक 29 मा रौतहट जिल्ला अदालतले आलमलाई पूर्व पक्षका लागि कारागारमा चलान गरेको थियो। यसयता उनी नक्खु कारागारमा पूर्व पक्षका लागि थिए। अब कसरी मुद्दा चल्यो त भन्ने प्रसङ्गतर्फ जाउँ। कुरो हो 2065 साल असार 30 गते महान्यायाधिवक्ताको कार्यालयले यो घटनाको प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन मान्दैन। तर सर्वोच्च अदालतमा रिट पर्यो। 2069 साल जेठ 16 मा उक्त रिटबारे सुनवाई गर्दै वक्ता सुशीला कार्की र भरत बहादुर कार्कीको संयुक्त इजलासले मुद्दा चलाउन महान्यायाधिवक्ताको कार्यालयमाथि दबाब दियो। इजलासले उक्त घटनाको सुरुदेखि अनुसन्धान गर्न र छानबिन गर्न आदेश नै दिएको थियो। लामो समय सर्वोच्चको आदेश कार्यान्वयन नभएपछि अदालतको अपहेलना गरेको भन्दै अधिवक्ता पौडेलले 2072 साल जेठ 18 गते रिट लिएर पुनः सर्वोच्चमा पुगे। तर त्यो रिट दायर भएको 4 वर्षसम्म पनि केही भएन। त्यस पछाडि 2076 साल असार 6 गते बल्ल सर्वोच्चका न्यायाधीश दय अनिल कुमार सिंह र कुमार रेग्मीको संयुक्त इजलासले रौतहट बम काण्डको अनुसन्धान गरी प्रतिवेदन बुझाउन आदेश दियो। सिंह र रेग्मीको इजलासले मुद्दाको प्रक्रिया किन अघि नबढेको भनेर महान्यायाधिवक्ताको कार्यालय र प्रहरी प्रमुखलाई समेत अवहेलना गरेकोमा कारबाही गर्ने चेतावनी दियो। त्यस पछाडि घटनाक्रम थप विकसित हुँदै गयो। सर्वोच्चको आदेश पालना नगरेको भन्दै आफूमाथि मुद्दा खेप्नु पर्ने त्रासबीच तत्कालीन महान्यायाधिवक्ता र प्रहरी प्रमुख सर्वेन्द्र खनालले आदेश कार्यान्वयन गर्ने निष्कर्षमा पुगे र त्यस पछाडि रौतहट जिल्लाका तत्कालीन प्रहरी प्रमुख
भूपेन्द्र खत्रीले सर्वोच्च अदालतले गरेको आदेश अनुसार 2076 साल असोज 26 गते आलमलाई रौतहटबाटै पक्राउ गरेका थिए। प्रहरीले अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाएपछि 2076 साल कार्तिक 18 गते आलम सहित 11 जना विरुद्ध रौतहट जिल्ला अदालतमा कर्तव्य ज्यान मार्ने उद्योग विस्फोटक पदार्थ भण्डारण सम्बन्धी 3 वटा कसुरमा मुद्दा दायर भएको थियो। यता आलमलाई छुटाउन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रयास गरिरहेका थिए। उनले त यतिसम्म गरे कि सार्वजनिक कार्यक्रममै आलमको घटना राजनीतिक भएको भनेर अभिव्यक्ति नै दिएका थिए। अर्कोतिर अपराध कर्म गरेर पनि सिधै शक्तिशाली रहेका आलम आफैले पनि छुट्नलाई भरपूर प्रयास गरिरहेका थिए। तर अदालतको जन्मकैदको फैसला उनका लागि असफल भएको पुष्टि भएको छ। आलमलाई छुटाउनका लागि आन्दोलनहरू पनि भइरहेका थिए। आलमको पकड यति साह्रो बलियो थियो कि रौतहट जिल्लामा आलमको मुद्दा हेर्ने रौतहटका न्यायाधीश नै डराएका थिए। यतिसम्म कि आलमको पेशी तोकिँदा उनीहरू बहाना बनाएर बिदा बस्ने गर्दथे। घटनाक्रम थप विकसित हुँदै जाँदा रौतहट राजपुर बम विस्फोट र त्यस पछाडि घाइते भएकालाई इटाभट्टामा जिउँदै जलाएर हत्या गरेको आरोपमा अदालतमा आलमको बयान भएको थियो। उक्त बयान पनि सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको केही दिनै भएको थियो। केही घण्टासम्म चलेको बयानमा न्यायाधीश दीपक ढकालले 9 वटा प्रश्न गरेका थिए। तर न्यायाधीशले उनीमाथि लागेको अभियोगको सन्दर्भमा भने कुनै पनि प्रश्न सोध्ने हिम्मत गरेनन्। के थियो त प्रश्न उत्तरमा? अब यो पनि जानौँ। 1 नम्बर, तपाईको नाम, थर र वतन के हो? मेरो नाम मोहम्मद आफ्ताब आलम हो। मेरो घर राजपुर हो। न्यायाधीशले प्रश्न सोधे अनि आफ्ताबले जवाब दिए। वारदात भएको मितिमा तपाईले प्रयोग गर्नुभएको मोबाइल नम्बर कति थियो? न्यायाधीशले प्रश्न गरे। आलमले जवाब दिन्छन्, त्यस बखतको मोबाइल नम्बर मलाई सम्झना छैन। फेरि न्यायाधीश प्रश्न गर्छन्, तपाईको जन्म मिति कति हो? अहिले कति वर्ष हुनुभयो? आलम भन्छन्, म 2019 सालमा जन्मेको हो। अहिले मेरो उमेर 57 वर्ष भयो। न्यायाधीश सोध्छन्, तपाईको स्थायी ठेगाना कहाँ हो? आलम भन्छन्, म राजपुर नगरपालिका 4 मा बस्छु। न्यायाधीशले सोध्छन्, तपाईले कुन विद्यालय कलेजबाट कतिसम्म अध्ययन गर्नुभएको छ? आलम भन्छन्, मैले BSc सम्मको अध्ययन गरेको छु। न्यायाधीशले सोध्छन्, तपाई के काम, पेसा, व्यवसाय गर्नुहुन्छ? आलम भन्छन्, मैले 2036 सालदेखि नै राजनीति गरेको छु। मेरो अन्य पेसा व्यवसाय छैन। न्यायाधीशले सोध्छन्, तपाई र तपाईको परिवारमा के कति सम्पत्ति छ? को सदस्यको नाममा कति चल अचल सम्पत्तिहरू छन्? आलम भन्छन्, मेरो 12 जनाको सङ्गोलको परिवार छ। मेरो परिवारजनको समेत नाममा जोडेर 22 बिघा जग्गा छ। चल सम्पत्ति खासै छैन। फेरि न्यायाधीशले सोध्छन्, तपाईको स्वास्थ्य अवस्था कस्तो छ? प्रहरी हिरासतमा कुनै किसिमको यातना दिएको छ कि छैन? आलम भन्छन्, मेरो स्वास्थ्य अवस्था ठिक छ। म रक्तचापको बिरामी हुँ। प्रहरीले मलाई कुनै किसिमको यातना दिएको छैन। न्यायाधीशले अन्तिम प्रश्न गर्छन्, तपाईले कानुन व्यवसाय नियुक्ति गर्नुभएको छ कि छैन? यदि छैन भने तपाईले निःशुल्क रूपमा कानुन सहायता पाउन सक्नुहुन्छ। यस विषयमा तपाईलाई जानकारी छ कि छैन? अनि आलमले जवाब दिन्छन्, मैले आफ्नो कानुनी व्यवसाय नियुक्ति गरेको छु। उहाँहरूले नै मेरो मुद्दा लड्नुहुन्छ। यो त थियो आलमसँग गरेको सवाल जवाफ। सबै बयान अनि दशी प्रमाणहरूलाई हेरेर जिल्ला अदालत रौतहटका न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले मिति 2081 साल वैशाख 13 गते बिहिबार आलमलाई जन्मकैदको फैसला गरेका थिए। जन्मकैद अर्थात् 20 वर्षको जेल सजाय। उनलाई विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो। रौतहटको राजपुर बम काण्डमा आलम प्रत्यक्ष संलग्न रहेको अदालतले पुष्टि गरेको थियो। यस्तो जघन्य अपराध पनि 10 वर्षसम्म छायामै रह्यो। सरकारी कार्यालयहरूले यसको अनुसन्धान नै गरेनन्। कतिसम्म भयो भन्नुहुन्छ भने अनुसन्धानको माग गर्दा न्यायाधिवक्ताको कार्यालयले अनुसन्धान नगर्ने नै सम्मको निर्णय गर्यो। जनदबाव र सर्वोच्च अदालतको आदेशलाई पालना गर्नै पर्ने बाध्यताका कारण मात्र यस मुद्दाको कारबाही अगाडि बढेको हो।
आलम जस्ता अपराधीहरू अझै पनि हाम्रो समाजमा खुलेआम घुमिरहेका छन्। हाम्रै वरिपरि हाम्रै समाजमा छन् ती अपराधीहरू। कोही कुनै ठुलो पदमा बसिरहेका होला, कसैले गम्भीर मानव अधिकारको उल्लङ्घन गरेका छन् त कसैले द्वन्द्वको घटना र राजनीतिक घटनाका नाममा उन्मुक्ति पाइरहेका छन्। कसैलाई त कारबाही नै भएको छैन, किनकि द्वन्द्वकालीन घटना भनेर सरकारले ढाकछोप गरिरहेको छ, त्यस्ता घटनामा कारबाही नै नगर्ने भनिरहेको छ। आलम त एउटा प्रतिनिधि पात्र मात्र हुन्। यस्ता अपराधीहरू हाम्रो समाजमा भरिएका छन्। हाम्रो भ्रष्ट सरकार र कर्मचारी तन्त्रले यी अपराधीहरूलाई संरक्षण दिने मात्र काम गरिरहेको छ। तर यस्ता जघन्य घटनाको विषयमा नागरिक समाज, स्थानीय जनता, बुद्धिजीवी वर्गहरू लगायत सबै सजग हुनुपर्ने देखिन्छ र अपराधीलाई संरक्षण गर्नु भनेको भोलिको दिनमा अपराधलाई नै निम्तो गर्नु हो। त्यसैले आज सतर्क रहौँ, सजग रहौँ। यति भन्दै आजको सामग्री तपाईहरूलाई कस्तो लाग्यो हामीलाई कमेन्ट मार्फत जानकारी दिनुहोला भन्दै, यदि तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनुहोला, साथै लाइक, कमेन्ट अनि सेयर पनि गरिदिनुहोला। आजका लागि भने हामी बिदा चाहन्छौँ। अर्कोचोटि यस्तै खालका सामग्रीहरू सहित उपस्थित हुने बाचा गर्दै अहिलेलाई भने हामी बिदा चाहन्छौँ। सतर्क रहनुहोला। धन्यवाद।